ल है त गाइस, वेलकम टु माई ब्लग। त्यो ब्लगमा हामी चाहिँ होइन गाइस जबतिर जाँदैछौँ। हेर्न सक्नुहुन्छ आजको मौसम क्या दामी छ है गाइस। मौसम चाहिँ सही छ है गाइस। अब काममा आज जाँदैछौँ, 11 बजिसक्यो गाइस। हामी जाने बाटो चाहिँ यो है, सबजनाले देख्न सक्नुहुन्छ। यस्तो दामी भ्यू, ओ माई गड। चाहिँ चिल्ड्रेन पार्क हो गाइस, यहाँ पर्सेनको चाहिँ बच्चाहरू आउने। चाहिँ बन्द रहेछ है गाइस यो चाहिँ है, चिल्ड्रेन पार्क देख्न सक्नुहुन्छ। त्यहाँभित्र चाहिँ एकदम राम्रो राम्रो ठाउँहरू छ घुम्ने, फोटो खिच्ने। हो आजको मौसम, हिजो चाहिँ पानी आएको गाइस, आज चाहिँ सही मौसम आइरहेको है गाइस। काममा हिँडिराखेको छ। दोस्त चाहिँ घर बोल्दैछन्, भाइले के भन्छन् है गाइस। दसैँमा चाहिँ ठिक्क हुने छ है दोस्त भन्नको लागि। गाइस यो बाइक चाहिँ सही हुन्छ है, बस्छ। ल है त गाइस, अफिस जाँदा चाहिँ यस्तो बाटो हिँड्नुपर्छ हामी चाहिँ है। खोलाको बाटो यस्तो छ है, खोला हो कि यो पुल हो, तर यस्तो बाटो हिँड्नुपर्छ हामी चाहिँ। यस्तो छ है, पुल बन्न लागेको छ यो, धेरै समय भयो हामी चाहिँ यो बाटो यति दुःख गरेर मौसम देख्न सक्नुहुन्छ गाइस आजको। यस्तो दामी खालको कस्तो बाटो हेर्न सक्नुहुन्छ, यस्तो छ कि है साथीहरू पनि गाइस, यस्तो छ बाटो। यहाँबाट चाहिँ यस्तो बाटो हिँड्नुपर्छ है। जुना हेर्नु तिमी माथि माथि। गाइस पुल तरेर हामी अगाडि आइसकेका छौँ। हामी चाहिँ जबमा जान चाहिँ धेरै टाइम लाग्दैन, धेरै लाग्यो 5 मिनट 6 मिनट अझै हामी पुगिन्छ है गाइस। यहाँबाट 1 मिनट कि 2 मिनट चाहिँ लाग्दैन अब हामी जबमा पुग्नको लागि। त्यहीँ अगाडि हो गाइस।